दर्शकबिन नेपाली महिला फुटबल खेलाडी एन्जिलाको मुख्य भूमिका रहेको नेपाली कथानक चलचित्र एन्जिला 29 गतेबाट देशैभरि भव्यताका साथमा प्रदर्शन भएको थियो। यो चलचित्र वास्तवमै प्राय सबै दर्शकहरूले हलमै गएर हेरेपछि भने सबै दर्शकहरूको मनभित्रैबाट माया पलाएको थियो। असाध्यै मन पराएको छ यो चलचित्र। धेरैजसो दर्शकहरू भने भावुक हुँदै हलबाट रुँदै यानि कि एकदम भावुकका साथमा रुँदै हलबाट बाहिरिएका थिए। अति नै दुःख र इमोसनले भरपूर भएको यो चलचित्र, कथावस्तु पनि अति नै राम्रो। साँच्चै नै यो चलचित्रमा दयाङ राई, विजय बराल, बुद्धि तामाङको उत्कृष्ट अभिनय मात्र नभएर महिला फुटबल खेलाडी एन्जिलाको पनि अति नै मार्मिक अभिनय दर्शकहरूको मनमा नै छाप बस्ने भएको छ। वास्तवमै एन्जिलाको यथार्थ जीवनमा घटेको घटनाहरूलाई समेटिएर तयार पारेको यो चलचित्र एन्जिला हामीले पर्दामा देख्न पाइने भएको छ। तसर्थ तपाईँहरू हेर्न चाहिँ नबिर्सिनुहोला। यो चलचित्रमा खेलाडी भन्दा पनि बढी उत्कृष्ट कलाकार जस्तो एन्जिलालाई हामी देख्न पाउने भएको छ। साथै असाध्यै मार्मिक तरिकाले अभिनय पनि गरेका छन् एन्जिलाले। चलचित्र एन्जिलाको कथावस्तु नै मार्मिक, अति नै मार्मिक छ। चलचित्र हेरिसकेपछि लामो समयसम्म मनमा छाप बस्ने छ है, किनकि मुटुको गहिराईसम्म पुग्न सक्ने यो चलचित्रको कथावस्तु हेर्दा हेर्दै हेरेको समय पनि बितेको हामीले थाहै पाउँदैन। कोही दर्शकहरू पनि यहाँ एकदम बोरिङ फिलिङ हुँदैन, एकदमै भावुक हुने गर्छन्। चलचित्रको पहिलो हाफ भन्दा पनि दोस्रो हाफ भने झन भावुक बनाउने यो चलचित्रलाई हेर्न चाहिँ नगुमाउनु होला है। चलचित्र देशैभरिको हलहरूमा भव्यताका साथमा, भरपूरका साथमा मजा लिँदै भिड देखिएको थियो दर्शकहरू। चलचित्रमा एउटा बुबाको रोलमा देखिएका मासे गुरुङ अति नै जडियाको रोलमा हामीले देख्न पाइने भएको छ। एउटा जडिया बा होइन, एउटा छोरीको सपना, ठुलो सपनालाई चकराचुर गर्न खोजिरहेका हुन्छन् जडिया बाले। तसर्थ जडिया बाको एउटा यो जडिया बाले दिएको पीडा, छोरीमाथि दिएको पीडालाई हामीले यो चलचित्रमा हामी देख्न पाउनेछौँ। तर पनि कठोर मेहनतका साथ चलचित्र एन्जिलाले पुरा गरेका छन् है, चलचित्रमा देखाइएका छन्। तसर्थ हरेक दर्शकहरूले हलमा गएर अवश्य पनि हेर्नुहोला। चलचित्र अवश्य पनि पैसा वसुल चलचित्र छ। यो चलचित्र हेर्नको लागि चाहिँ नछुटाउनु होला। नजिकैको हलमा गएर भने अवश्य पनि हेरिदिनु होला। पैसा वसुल छ है यो चलचित्र। तसर्थ पहिलो दिनमै राम्रो कलेक्सन गरेको थियो भने अब यो दोस्रो दिन आज अवश्य पनि तपाईँहरूले हेर्ने मौका नगुमाउनु होला। दर्शकहरू नजिकैको हलमा गएर हेर्न चाहिँ नछुटाउनु होला है। अहिले बिदा हुन चाहन्छु। हस्, धन्यवाद, नमस्ते।